मित्रहरू, तपाईहरुले मलाई साथ दिनुहोला र तपाईहरुले लाभ लिनुहोला। आफ्नो मनलाई शान्त बनाउने तीनवटा विधि म तपाईहरुलाई आज सिकाउन जाँदैछु। ध्यान दिएर अन्तिमसम्म यो भिडियो हेर्नुहोला। 1 मा ढाड गर्दनलाई सिधा। तपाईले आँखालाई बन्द गर्नुहोला। श्वासको मानबाट हामीले आफ्नो मनलाई शान्त र 5 मिनेट तपाईले यो विधि बन्द छ पटासनै म शान्त छु भनेर महसुस गर्ने र मुखबाट पुरा श्वास फाल्ने। तपाईको मन शान्त। अर्को विधि सजिलो छ, यो तपाईले 3 मिनेट गर्नुहोला। शान्त पेटमा छु, शान्त छु, म शान्त छु। दुवै हातलाई म यानी शान्त छु, शान्त छु। एकदम फास्ट छिटो छिटो गरी, तर तपाईले भुल्नु भएन म भन्दा दुईटै हात यहाँ हुनु पर्यो, भन्दा यहाँ हुनु पर्यो, भन्दा पेटमा हुनु पर्यो। शान्त छु, म शान्त छु, म शान्त छु। त्यसलाई थाहा पाइराख्नुस्। तपाई चुपाएर थाहा पाउनुस् जे भएको छ। तपाई शान्त भएर बस्नुस्। श्वासमा ध्यान दिनुस्। नाकको नै तपाईको मन आफै शान्त 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 हुँदै जान्छ। 5 मिनेट गर्नु सक्नुहुन्छ, 15-20 मिनेट जति सक्नुहुन्छ त्यति गर्नु। आँखा खोल्ने बेला दुवै हातलाई रगड्दै ऊर्जालाई आँखामा बिस्तारै लगाउँदै हातको हत्केलालाई हेर्दै आँखा खोल्नु होला। मन आफैले शान्त भएर बाँच्न सक्नुहुन्छ।